तिमी जहाँ छौ, जस्तो अवस्थामा छौ त्यो अन्तिम होइन। तिमी अझै परिवर्तन गर्न सक्छौ, तिमी अझै अगाडि बढ्न सक्छौ, किनकि सफलताको ढोका कहिले बन्द हुन्न। बस एकचोटि आँट गरेर ढोका ढकढकाउन मात्र बाँकी छ। सपना देख, सानो भए पनि डराएर होइन, गर्व गरेर देख। कसैले भनेका थिए, ड्रिम बिग, वर्क हार्ड एन्ड स्टे फोकस्ड। तिम्रो सपना नै तिम्रो जिन्दगीको नक्सा हो, तर नक्सा मात्र भएर हुँदैन, यात्रामा ननिस्केसम्म गन्तव्य पाइँदैन। आज तिमी विद्यार्थी हो, यो त त्यस्तो समय हो जसले तिमीलाई सिंहको भविष्य बनाइदिन्छ। तिमीले आज पढेको एउटा शब्द, लेखेको एउटा लाइन, भोलिको तिमी बन्ने मान्छेको जग हो। सफलता सिधा पाइँदैन, घाम, पानी, आँसु अनि पसिनाको मिश्रण हो। अनि याद राख, सङ्घर्ष नगरी बनिएको चिज धेरै टिक्दैन। जब तिमी पढ्न थाल्छौ र अलिक गाह्रो हुन्छ, त्यति बेला तिमी भित्र एउटा नयाँ शक्ति जन्मिन्छ। त्यो शक्ति नै हो आत्मविश्वास, त्यो शक्ति नै हो निडरता, त्यो शक्ति नै हो जितको पहिलो पाइला। तिमीले के बन्न चाहन्छौ? डाक्टर, इन्जिनियर, शिक्षक, वैज्ञानिक, कलाकार या उद्यमी? के हो तिम्रो सपना? लक्ष्य बनाऊ, ठुलो बनाऊ, तर त्यस्तो बनाऊ जुन तिमीलाई निन्द्रा हराउने बनाओस्। र त्यस लक्ष्यसम्म पुग्न चाहिने अनुशासन अपनाऊ। हरेक दिन एक पाना पढ, 1 घन्टा अभ्यास गर, 1% सुधार गर। महिना दिनसम्म पुग्दा तिमी 30% अगाडि हुनेछौ र सबैले हिम्मत हार्छन् तब तिमी मुस्कुराउँदै अघि बढ्नेछौ। मान्छेहरूले भनेका हुन्छन् तँबाट केही हुँदैन। त्यस्ता वाक्य तिमीलाई रोक्न होइन, तिमीलाई अगाडि बढाउन आएका हुन्छन्। कसैले हाँसे भने सम्झ, तिमी सही बाटोमा छौ। असफलता हो आउँछ, तर सफल मान्छेहरू हार्दैनन्। उनीहरू असफलताबाट सिक्छन्, उठ्छन् अनि फेरि लड्छन्, किनभने जित्ने मान्छे कहिल्यै नछाड्नेहरू हुन्छन्। अब सोच, तिमी कहाँ पुग्न चाहन्छौ अनि आज के गर्दैछौ? तिमीले आज पढेको 1 पाना तिमीलाई अरू 100 जना भन्दा फरक बनाउनेछ। आजको समय, आजको मेहनत भोलि तिमीलाई गर्वको साथ भन्न दिनेछ, यस आई डिड इट। तिमी सक्षम छौ, तिमी योग्य छौ, तिमी अद्वितीय छौ अनि तिमीले चाहन्छौ भने संसार नै परिवर्तन गर्न सक्छौ। अब उठ, पढ, लड र जित, किनभने यो तिम्रो समय हो।